आजको टपिक रहेको छ घाताङ्कको चिन्ह नियम भनेर। यो चाहिँ घाताङ्कको चिन्ह सम्बन्धी नियम हो। यसले के भन्छ त भन्दाखेरि यदि अंशमा आधारको घाताङ्क ऋणात्मक छ भने त्यो हरमा जाँदाखेरि चाहिँ त्यो चाहिँ धनात्मक हुन्छ भनेछ। त्यसै गरी यदि आधारको चिन्ह हरमा ऋणात्मक छ भने चाहिँ अंशमा आउँदाखेरि धनात्मक हुन्छ र यदि हरमा ऋणात्मक छ भने माथि आउँदा अर्थात् अंशमा आउँदा धनात्मक हुन्छ र यदि हरमा धनात्मक छ भने चाहिँ अंशमा आउँदा ऋणात्मक हुन्छ भनेको छ। यसलाई चाहिँ गरेर हेरौँ अनि बुझिन्छ। यो भनेको चाहिँ यदि x यो ऋणात्मक छ भने अंशमा ऋणात्मक छ भने यो चाहिँ हरमा जाँदाखेरि के हुन्छ 1/x हुन्छ भनेको छ। भनेको चाहिँ यो 1 यहाँ आएको होइन कि यो हरमा आउँदाखेरि यो चाहिँ 1 भएको हो। यसै गरी यदि 1/x को पावर -2 छ भने चाहिँ यो चाहिँ अंशमा जाँदाखेरि के हुन्छ x को पावर 2 बनेर जान्छ। त्यसै गरी 1/a³ छ भने चाहिँ के हुन्छ यो चाहिँ 1 यो चाहिँ अंशमा जाँदाखेरि a को पावर -3 हुन्छ भनेको। अब त्यसै गरी x को पावर -3 छ अनि y को पावर -2 छ भने चाहिँ यो के हुन्छ यसलाई अंशमा जाँदाखेरि y² हुन्छ भने यो हरमा आउँदाखेरि x³ हुन्छ। यसरी चाहिँ हाम्रो घाताङ्कको चिन्ह सम्बन्धी नियमले यो कुराहरूलाई डिस्क्राइब गर्छ। आजको 2 मिनट्स म्याथ यति नै। बाई।